तपाईको मोबाइल चोरी भयो भने के तपाईलाई थाहा छ? ब्याङ्क एकाउन्ट, सोसल मिडिया सबै खतरामा पर्न सक्छ। अहिले नै म भन्छु, मोबाइल चोरी भयो भने तुरुन्त गर्नुपर्ने 5 इम्पोर्टेन्ट स्टेपहरू। नमस्ते साथीहरू, स्वागत छ टेक्निकल हिरा च्यानलमा। आज मैले यदि मोबाइल हरायो भने गर्नुपर्ने 5 वटा इम्पोर्टेन्ट स्टेप ल्याएको छु। ढिला नगरिकन लागौँ अब भिडियोतर्फ। इम्पोर्टेन्ट स्टेप नम्बर 1, सिम तुरुन्त ब्लक गर्नुहोस्। सबभन्दा पहिला सिम तुरुन्त ब्लक गर्नुहोस्। सर्भिस सेन्टरमा जानुहोस् या कस्टमर केयर कल गरेर तुरुन्त सिम ब्लक गर्नुहोस्। नभएसम्म तपाईको ओपिडी कोड मिसयुज हुन सक्छ। स्टेप नम्बर 2, गुगल एकाउन्ट, आइफोन आइडीबाट फोन लक गर्नुहोस्। एन्ड्रोइड फोन हो भने अर्को मोबाइल वा कम्प्युटरबाट गुगल फाइन्ड माई डिभाइसबाट खोल्नुहोस् र फोन लक गर्नुहोस्। आइफोन युजर हो भने फाइन्ड माई आइफोनबाट लक गर्नुहोस्। स्टेप नम्बर 2, ध्यान दिनु होला। स्टेप नम्बर 3, ब्याङ्क र वालेट एप तुरुन्त इन्फर्म गर्नुहोस्। ईश्वा खल्ती ब्याङ्क एप युज गर्नुहुन्छ भने कस्टमर केयरमा तुरुन्त इन्फर्म गर्नुहोस्। एकाउन्ट टेम्परेरी ब्लक गराउनुहोस्। सुरक्षाका लागि यो एकदमै इम्पोर्टेन्ट छ। 4, सोसल मिडियाको पासवर्ड तुरुन्त चेन्ज गर्नुहोस्। जस्तै फेसबुक, इन्स्टाग्राम, जीमेल सबैको पासवर्ड तुरुन्त चेन्ज गरिहाल्नुहोस्। सेम पासवर्ड सबैमा प्रयोग नगर्नुहोस्। ध्यान दिनुहोस्, जस्तो फेसबुकमा पासवर्ड राख्नुभयो त्यही पासवर्ड जस्तो इन्स्टाग्राममा नराख्नुहोस्, जीमेलमा नराख्नुहोस्। स्टेप नम्बर 5, पुलिस रिपोर्ट जरुरी भए पुलिस रिपोर्ट गर्नुहोस्। यदि तपाईसँग हराएको बक्सा वा आइएमआई नम्बर थाहा छ भने जुन हराएको मोबाइलको, ध्यान दिनु होला, त्यो नजिकैको पुलिस स्टेसनमा रिपोर्ट दिनु होला। रिपोर्ट दिँदा एकदमै राम्रो हुन्छ, किनभने तपाईको हराएको मोबाइल भेटिने धेरै सम्भावना र चान्स बढी हुन्छ। त्यसैले तपाईले आइएमआई सुरक्षित राख्न पर्ने हुन्छ। पुलिस रिपोर्ट गर्न जाँदा तपाईसँग भएको बक्सा, मोबाइलको बक्सा र आइएमआई नम्बर त्यसमा टाँसेको हुन्छ, बक्सा लिएर जाँदा नि हुन्छ। यदि थाहा छ तपाईलाई कन्ट छ भने आइएमआई नम्बर लिएर जानुहोस् र पुलिस रिपोर्ट गर्नुहोस्। साथीहरू, यदि यो भिडियो राम्रो लाग्यो भने सेभ गरेर राख्नुहोस्, किनकि इमर्जेन्सीमा काम लाग्न सक्छ। यस्तै मोबाइल सेफ्टी सम्बन्धी टिप्सको भिडियो अरू नि चाहिन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोस्। यो भिडियो अरू साथीहरूलाई नि सक्दो सेयर गर्नुहोस्, ताकि उहाँहरू पनि यसबाट केही फाइदा लिन सकुन्, जानकारी लिन सकुन् भन्दै आजको यस भिडियोबाट चाहिँ बिदा हुन चाहन्छु। हस्त, नमस्ते।